हेलो साथीहरू, दर्शक नमस्ते। हेर्न सक्नुहुन्छ आज चाहिँ हामीहरू घुम्न जाँदैछौँ। हेर्न सक्नुहुन्छ यताउति देख्नुहोस् टट्ट परेको चाहिँ नेपाली डिजाइनको घर। कति राम्रो भ्यू छ। यो चाहिँ हजुरहरू पनि घुम्नु भएको होला यो ठाउँमा। यदि घुम्नु भएको छैन भने घुम्न अवश्य आउनुहोला। ट्याक्कै चाहिँ यो नदीको किनारमा यहाँनिर चाहिँ पुल पनि छ र यताउति चाहिँ पुरै पहाड देख्न सक्नुहुन्छ। ल यति राम्रो दृश्य ल हेर्नुहोस् चट्ट परेको घरहरू छन् र हेर्न सक्नुहुन्छ है। तपाईँहरू को घुम्नु भएको छ यो ठाउँमा? आज चाहिँ हामी यो ठाउँमा घुम्दैछौँ। हेर्न सक्नुहुन्छ यो पहाडको चाहिँ चारैतर्फ त पहाडले घेरेको भए तापनि यति राम्रो सुन्दर दृश्य छ साथीहरू। ल हेर्नुहोस् त, अब चाहिँ हाम्रो नेपाल पनि यस्तै हुनुपर्छ है। पहाडले घेरेको ठाउँ पनि देख्नुहोस् त, पुरै चाहिँ घरै घर पुरै सहर बनेको छ। बनाएपछि होइन हुने रहेछ। हाम्रो नेपालमा पनि अहिले चाहिँ नयाँ नेपाल बनाउने भनेर जेनजी भाइहरूले भन्दैछन्। यस्तै बनाउनु पर्छ है हाम्रो नेपाल पनि। ल है साथीहरू, ल हेर्नुहोस् कस्तो रमाइलो छ है। पहाड ठ्याक्कै भ्यू, साथमा चाहिँ पुरै सहर। ल हेर्नुहोस् यति उच्चा उच्चा पहाडहरू छन् र पनि कति राम्रो छ। ल हेर्न सक्नुहुन्छ यति राम्रो दृश्य, यस्तो राम्रो सहर चट्ट परेको। ल हेर्नुहोस् त कति राम्रो छ पहाड अनि पुरै पक्का रोड छ यहाँनिर। घुम्नेको मजै अलग छ। ल हेर्नुहोस् माथि पुरै हिमाल देखिन्छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस् त हिमाल ट्याक्क चाहिँ यो कुहिरो लागेको छ। यस्तो राम्रो दृश्य, वाह वाह वाह, मजा आयो है। हजुरहरू पनि एकचोटि अवश्य घुम्नुहोला यो ठाउँमा।